हामी चाहिँ आज यहाँ शेर्माथाङबाट अब आमायाङ्लीसम्म जान्छौँ। माथि बेस क्याम्पमा बस्छौँ। हामी बसेको चाहिँ हो यो चाहिँ ग्याल्चरहरूको घर हो। केटाहरूभित्र रेडी हुँदैछ। केटा दुईजना चाहिँ अगाडि गइसकेछ, दुईजना गइसक्यो। अब हामी यहाँ अब 6 जना बाँकी छ। यिनीहरू चाहिँ अलि ढिला हुन्छ भनेर, अलिक मोटो मोटो मान्छेहरू छ नि त हामीसँग, त्यही ढिला हुन्छ भनेर उनीहरू चाहिँ अलिक बिस्तारै गइसक्यो अघि नै। अब हामीले भेटाइहाल्छ नि, त्यहीबाट जाने हो। केटाहरू आएपछि हामीले निस्किन्छौँ। केटाहरू यहाँ रेडी हुँदैछ है, चट्ट जानलाई रेडी। थाप्नु पक्ने मेरो प्याक गरेर के गरेर त्यसले के ज्याकेट ल सबजना रेडी भइसक्यो। अब निस्किन्छौँ चट्ट लगाएर। अब ट्रेक सुरु। अब जाऊँ न त ल। किन यतातिर मेरो त ब्यागमा त खाली खाली हिँड्नेहरूलाई जम्मै भयो किरण। अब चाहिँ हामी यहाँबाट हिँड्छौँ है। अब चाहिँ हिँड्दा हिँड्दै भ्लग गरौँ ल। चाहिँ अलि चिसो चिसो लाग्यो जस्तो छ। अलि भोइस पनि त्यस्तो आइरहेको छ। बोलिहाल्यो यस्तो गर्ने हो, यस्तो गर्ने हो। अब यस्तो गर्ने यो हेर्नु यहाँनिर भ्लगर आफूले फाल्यो, मै टिपिरहेको छु यहाँ। ओइ गार्जेन हान्न लाजबुला तेरो गाउँमा यस्तो गरिरहेको छ। बाटो बाटोमा सरकारले हिँड्नु छ। आसिका बोला किन भाइ यसरी चाहिँ खाल्नु हुँदैन। आउँछु नि हेर्छ मजाले लान्छ आसिकले बुझ्ने हाल्ने यसरी बोरी बोकेर एकदम हिँड्ने समाधान। हामी सुरु गरिसकेको छ है हाम्रो यात्रा। हामी चाहिँ यहाँ फोटो सुट हुँदैछ है केटाहरूको। हामी पुग्नुपर्ने चाहिँ योसम्म है, यहाँसम्म आमायाङ्लीसम्म भर्खर सुरुवात हुँदैछ। केटाहरू हिँड्नै नसक्ने रहेछ। के अरे के भने छैन होला। अलिकति हिँडेको स्यास्या भइसक्यो है। थाहै छैन अलिअलि अलिअलि मात्र भारी छ नि त। 5 केजीको मेरो पनि भारी छ। 5 केजीको खाना के कपडा पानी मर्ला भने डकिन्छ फेरि। आम्मा यस्तो थाक्यो यार। हामी दुईजना कहाँ पुगिसक्यो होला, भेटाउँदै भेटाएन। अब थाक्यो पनि हिँड्नै पऱ्यो, लखर लखर जानु पऱ्यो। हामी चाहिँ हिँड्दैन थाक्यो।
अब एकछिन रेस्ट गर्छौँ यता यो रक्सी चाहियो तपाईँले हालिदिनु चिलायो त जुङ्गा त टोकेको हो अब एकछिन रेस्ट गर्छौँ है त उनीहरू हिँड्न नसक्ने एकछिन बस्छु अरे हामी चाहिँ यहाँ अब हामी 3 जना चाहिँ हिँड्दैछौँ है हामी 3 जना माथि त्यो आर्मी ब्याजमा गएर बस्छु त्यहाँ नामसाम देखाएर एकछिन रेस्ट गऱ्यो त्यसपछि दिनहरू ठ्याक्क आइपुग्छ होला हिची बोलायो यही हो यहाँ होइन के चानुलाई के खान्छ जाउँ अब हामी चाहिँ जाउँ क्या त्यही उयो दिनमा सरारा जाने हो चट्ट हिजो कति घन्टा लाग्छ 8 घन्टा लाग्छ होइन कि बढी हो हामी 8 घन्टा लाग्छ हो स्लोली हाम्रो गाइड हिसी तल कस्तो छाती दुखायो क्या हामी कहाँ आइपुग्यो भन्दै नि त अब यसो अब ट्याक्कै आर्मी बाइकतिर आइपुग्नु आँट्यो कति मिनट टाइम लाग्छ 5 मिनट 2 मिनट अब 5 मिनट यही हो 5 मिनट लाग्छ अब हामी यतै हो हेरौँ म पोस्ट लास्ट है बस्ने ठाउँ पनि रहेछ यहाँ अब आइपुग्नु लाग्यो अरे जाउँ अब त्यहीँ रोक्ने हामी एकछिन नि हाम्रो नि हाल्ने कृपया जथाभावी फोहोर नगरिदिनु होला किप द इन्भाइरोमेन्ट क्लिन है फेरि कुन त्यो यहाँ लभली लाग्यो यताबाट गए पनि मिल्छ बाटो यताबाट पनि मिल्छ अरे फेरि साथीहरू कहाँबाट जान्छ फेरि कि यहाँ कुरो हो के कुर्ने के साथीहरूलाई अब होइन त्यही त पुग्यो नि ए हस् पोस्ट यता यताबाट गयो ए हुन्छ हस् धन्यवाद अच्छा अब अरे नि के भन्ने हो यहाँ बस्ने कि नाम टिपाएर हिँड्ने नाम टिपाएर बस्नु बसौँ न टिक्का बनाएर बसौँ न ग्राफमा छ नि केटाहरू भुजिया पनि बनाएको थाके त छैन खाएको छैन उयो भयो क्या लु थियो कि अलि यो छाती दुखेर कस्तो भयो नतान्ने कान साइकै हुन्छ भने हामी चाहिँ यता हामी ब्यारेलमा आइसक्यो अब यहाँ नामहरू टिपाउँछौँ होइन
ठ्याक्क अनि त्यसपछि हामी जान्छौँ है नामसाम खाएर हामी जाने हो अनि एकछिन यहाँ बस्छु अनि केटाहरू ठ्याक्क आएपछि हामी चाहिँ नामसाम टिपायो है पछाडि 5 जना आउँदैछ हामी यहाँ 3 जना अगाडि ओहो यहाँ त अनि ग्राउन्ड पनि रहेछ त पोस्ट सोच रहेछ ए होइन रहेछ है के हो यो मेरो पोस्ट होइन रहेछ उनीहरूको ट्रेनिङ हो के हो यो पोस्ट सोच होला भनेर वे टु आमायाङ्ग्री है यता माथि चाहिँ हेलिप्याड छ लहरमा सुर हिँड्नु पऱ्यो क्या कुदेर गइदिनु क्या हो त्यो उकालै है हो ल तर बनाउने हो नबनाऊ भने पनि बनाउने क्या ओहो बोलगाउँ बोलगाउँ नि यहाँ 2 घन्टा मात्रै हो हजुर तिम्रो कहाँ पुग्नु नेपाली यतापट्टि छ लेखा आमायाङ्गी यो बोलगाउँ भने चाहिँ कहाँ बोलगाउँ भनेको त हाम्रो गाउँबाट माथि हो जाउँ अब लग हो 2 घन्टामा पुग्छ होइन बोलगाउँ भन्ने चाहिँ 2 घन्टामा हिजो के बोल्न त यसो अब खै के नबोल्ने सरर हिँड्दैछौँ अब के कस्तो हुन्छ भ्लग थाहा छैन तर अवश्य राम्रै हुनेछ है फेरि हामी चाहिँ यहाँदेखि अब घना जङ्गलमा छिरिसक्यो है अब के होला जस्तो छ यता माथिबाट यता होइन नि माथिबाट यस्तो चाहिँ रुखहरू ढलेर के हो यार मैले भनेको आइडिया पनि युज गर्नु पर्ने रहेछ है कस्तो बाइकमा हो बाइकमा रहेछ बाटो मैले यहाँ त खाल्टो होला छ यो त कसरी ल हामी चाहिँ 1.5 घन्टापछि यहाँ आएर बसिरहेछौँ केटाहरू आइपुगेको छैन ठाउँ चाहिँ फेरि यस्तो छ है भिरै भिड केटाहरू आइगयो केटाहरू आइसकेको छ है केटाहरू पनि ठ्याक्कै आइपुग्यो लभली छ यहाँबाट त नि बाबाले बाबा आइपुग्यो हाम्रो टोलीहरू आइपुग्यो है है केटाहरूको यहाँ फोटो सेसन हुँदैछ क्यामेरामा यहाँ फोटो तलको त यता साइडमा हुनुपर्छ यहाँ छ अरूहरू खै तल के गर्दैछ यहाँ भ्यू फेरि देख्छ है यहाँबाट यस्तो
अब हामी यस्तो डाँडा त अझै कतिवटा कट्नुपर्छ भर्खर हिँडेको 1.5 घन्टा भयो अझै 6-7 घन्टा लाग्छ अरे पानी पनि पर्न लाग्यो तर पर्दैन होला कस्तो फिल भइरहेछ त थकित तिमीलाई कस्तो फिल भइरहेछ बाबा खुसी कस्तो भइरहेछ त कस्तो भइरहेछ भन्न त यसो अब केटाहरू थकित भइसक्यो म पनि थकित भइसक्यो झरेर अब एकछिन बसेर त्यसपछि जान्छ बुढे अब हिसेर म मिलेर चाहिँ उनीहरूलाई तर्साउनु पर्छ है केटाहरू चाहिँ आइरहेको छ है एसी चाहिँ यहाँ छ स्पिकर ऊ त्यहाँ छ ऊ त्यहाँ आइरहेको छ केटाहरू कस्तो त्यही देखि तर्स्यो वही तर्स्यो ग्याल पनि तर्स्यो ग्याल पनि तर्स्यो रुइरहेछ भन्ने लास्ट तर्स्यो फ्रेन्ड्स अलि सक्सेसफुल जस्तै भएर अब हामी यता आइपुगेको छैन यो त आधी बाटोको नि आधी हो यो त के होइन नि यहाँ एकछिन ब्रेक रे गएर यस्तो हिउँ पर्दैछ अब त चिसो हुनु थाल्यो अब हुडी लाउनु पऱ्यो अब हामी जानुपर्ने चाहिँ ऊ यो माथि है हामी पुग्नुपर्ने चाहिँ यो माथि त्यसको तल त्यो त भोलि हो उयो टुबो छ नि पानी रहेछ त्यो त भोलिपल्ट होइन अब यहाँ 1 घन्टा हो घन्टा त होइन दुई घन्टा आज अर्को त्यो झमथङमा गएर बस्छ हामी अनि भोलिपल्ट चाहिँ बिहानै त्यहाँ डाँडामा जान्छ त्यसपछि त्यही दिन फेरि फर्किहाल्छ हामी अगाडिको बाटोमा अब तिमीलाई हामी आधी घन्टा सँगै हिँड्न त सँगै हिँड्ने अगाडि हिँड्न अगाडि हिँड्ने हो क्या म रोकेर भयो अब हामी यहाँबाट लाग्छ 1.5-2 घन्टा लाग्छ अरे होइन त्यहाँनिर हिउँ परिरहेछ अलि बबाले देखिरहेछ है हामी पुग्नु भने चाहिँ यता माथि डाँडामा हो क्या यता जम्छ सुसी आएको होइन भोला मात्र मैले 5 घन्टा 6 घन्टा म धेरै नदियो नि साथी है यत्रो बसेर त के छ अगाडि हिँडेर चिरमा नबसेर है हामी बाटोमा अब त्यो म त्यो बर्खा बेलामा साइको भएर किन साइको भएर पछाडि हामी आउँदैछ अगाडि उनीहरू अब यहाँबाट हामी सरर जान्छौँ कहीँ नरोकी सिधै होइन त इसी सरर अब
सिधै जाने हो 1.5 घन्टामा मजाले पुगिन्छ सिधै अब त्यहाँ गएर भेट्छ हामी चाहिँ आइसक्यो है केटाहरू चाहिँ त्यहाँ बसिरहेको छ बिस्तारै आउँछ अरे हिँड्न सकेन अरे अब हिँड्छिटो मजाले पुग्न लाग्यो अब आधी घन्टामा पुग्छ हामी चाहिँ अनि खाजासाजा अर्डर गरेर राख्छौँ हामी उनीहरू आउँछ जमाथाङ रिजोर्ट अब यहाँबाट आधी घन्टा जति हो धेरै होइन हामी त लिली हो क्या नन स्टप होइन के हो 10 बजी हिँडेको हामी अनि कति बज्यो 4 घन्टामा पुग्यो त ओहो अब भोलि हामी कति जाने आमा यहाँ चाहिँ फेरि यहाँबाट 3 बजे सनराइज हुनु पऱ्यो नि 3 बजीतिर राति गएर 5-7 बजी छ है 5-7 त्यसपछि त ल अब यहाँबाट हामी हिँड्दैछौँ ठ्याक्क आधी घन्टामा त्यहाँ पुगेपछि भेटौँला हामी चाहिँ फाइनली आइपुग्यो है चौमाथाङमा आज यहीँ बस्छ हामी अनि भोलि चाहिँ हामी यो गेटबाट जान्छौँ माथि भोलि हामी जानुपर्ने चाहिँ ऊ यो माथि हो क्या त्यहाँ केटाहरू आउँदैछ अब यहाँ खाजासाजा खाएर अनि बस्छौँ चियाहरू खानुपर्छ अब सब आयो अब खाजा खाँदैछ चिया बिस्कुट अब चाउचाउ अन्डा नि भनेको छ आज हामी यो टेनमा बस्छौँ कि यो टेनमा बस्छु हाम्रो टेन चाहिँ यस्तो छ है 8 जना ठ्याक्क बस्नलाई अब हेरेँ अब एकछिन बाहिर बस्छौँ त्यसपछि भरे भेटौँला यहाँ चाहिँ उता आगो बाल्छ कि है अब यता हामी आगो बाल्दैछौँ हामी 3 जना केटाहरू चाहिँ भित्र सुतिरहेछ अब यहाँबाट हामी कस्तो आगो बाल्नु हुन्छ आगो ताप्दै रमाइलो गर्दै घाम पनि खतरा लगाइरहेछ क्या कस्तो मजा आउँछ कस्तो मजा आउँछ भन्दा त्यो चिसोमा नसुति हुँदैन अहिले हिँड्यौँ भने उठ्दैन बाटोमा नि उठ्दैन सुतिस भने उठ्दैन उठ्दैन घ्याल्छन् त उठ्दैन क्या 4 दिन बजे उठ्यो भने नि फेरि म सत्य बोल्यो ब्लगमा सुन्यो अब नआउने दिनहरू आउँछ आगो बाल्नु नि यसमा हेरौँ है डान्स फेरि यस्तै छ अघिसम्म चाहिँ म त उठ्छु 3 बजे पनि अलार्म बजे नै उठ्छु म भन्ने मान्छेहरू सुतिरहेको छ उठाउँदाखेरि है उठ्न यता टेन्ट पछाडि मान्छेहरू सबजना उठिसक्यो हिँड्न थालिसक्यो हाम्रो चाहिँ खोइ केटाहरूलाई उठाउँदाखेरि भन्छ ओ हिँड्न अहिले रातिको 3 बजे बिहानको 3 बजे छ केटाहरू उठेकै छैन 2-3 जना उठेको छैन हामी चाहिँ अगाडि चल्दिउँ उनीहरू अब कतिखेर आउँछ मर्निङ भ्यू हेर्न पाएन भने अब उनीहरूलाई त्यही हो उठाउनु त उठाएको हामीले जाऊँ भनेर मान्छेहरू माथिसम्म पुगिसक्यो हामी भर्खर हिँड्दैछौँ अब हामी माथि जान्छौँ अनि त्यसपछि भेट्छौँ हामी चाहिँ आइपुग्यो है अहिले 5:30 भइरहेछ चट्ट ठ्याक्क आइपुगेँ अब एकछिनमा उज्यालो भएपछि देखाउँला
के छ यहाँ भ्याएको त ब्याग त छ यतैतिर छ रेकर्ड गर्नु मिल्छ होला मिल्दैन हँ मिल्दैन उयो मैले बदिरहेको कोरा चाहिँ हुँदैन आउँदैन यताबाट चाहिँ हेरौँ न खोइ तर हेर्न यहाँ होइन यहाँ अगाडि होस् न अरे मलाई यहाँ चाहिँ कस्तो भएको थियो अरे भने एउटा भ्याकुताको मूर्ति छ अरे क्या होइन ढुङ्गाको जे होस् बनेको त्यहाँ छुयो भने चाहिँ पानी पर्छ अरे क्या पहिला एउटा कुहिरहेको छुएको थियो अरे उता हो पानी परेको थियो भन्ने सुन्छु है म चाहिँ अब एकछिनमा उज्यालो भएपछि यहाँ भिडियोहरू हेर्नु सक्नुहुन्छ है सनराइज हुँदैछ है हो कि त्यहाँ आउँदै ढुङ्गा म त कहाँ म त आधी बाटो गयो आधी बाटो पुग्नु त मान्छे छैन म त कुद्दै आउँदैछु केटाहरू त आइपुग्यो नि त्यहाँ उज्यालो भएपछि यस्तो छ है फेरि भ्यूहरू चाहिँ आमायाङडीबाट अब त हावा पनि छैन नि है हावा नि गएछ अब एकछिनपछि हेरेर धुम्म हुने होला होइन कस्तो जाडो भयो क्या यसरी बार्के हो नि त्यसरी राख कुन भगवान् होइसी जस मुनि गर्न साथी तेरो ल हाम्रो भ्लग चाहिँ आजलाई यति होइन त हाम्रो भ्लग आजलाई यति ल के हो तिम्रो त गाडा नि फुट्नु थाल्यो बिक लाग्यो ल है हाम्रो चाहिँ भ्लग आजलाई यति नै हो अब यहाँबाट हामी फेरि फर्केर चाहिँ जान्छौँ अहिलेलाई बाई बाई